आज डिसेम्बर महिनाको 13 तारिक एक बिहानै जुरुक्क उठेर यस्तो हेरेको त हिउँ परेर सबै बाटोहरू पनि बन्द भएछ अनि हिउँ पनि मजाको परेछ। अनि एक बिहानै यो हिउँ सोर्नको लागि चाहिँ म बाहिर निस्केको छु। गाडीहरू पनि चलेको छैन हिउँले गर्दा। गाडी हिउँले छपक्कै छोपेको छ। सेतो हिउँ यति मजाको देख्छ एक बिहानै। घाम कतैबाट पनि देखिएको छैन, घाम पनि झुल्केको छैन। अनि क्रिसमसको लागि मैले यो डेकोरेसन गरेको डेकोरेसन ट्रीहरू पनि यस्तो, क्रिसमस ट्रीहरू पनि यस्तो भएको छ। गाडी छोपेर यस्तो छ। अब यो हिउँ सोर्नु पर्ने हुन्छ। यो मान्छे हिँड्ने बाटोहरू, यो चाहिँ मान्छे हिँड्ने बाटो, यो चाहिँ एकदम क्लियर गरिदिनु पर्छ। किनभने बिहानै उठेर कसै मान्छे अब यहाँ आउजाउ गर्ने मान्छेहरूको लागि चाहिँ बाटोहरू सफा गरिदिनु पर्छ हामीले। त्यो भएर त्यसको लागि तयारी यस्तो छ। यहीँ छिमेकीहरूले अघि बाटो सोरेर झकास बनाइदिएको छ। यसै गर्नुपर्छ है साथी हो। के गर्नु, बाटो त सोरिदिनु पर्यो। आछु अहिले चाहिँ त्यो बाटोको हिउँ सोरिसक्यो। अनि त्यहाँ मान्छे हिँड्नु मिल्ने बनाएर अब चाहिँ यहाँ मेरो घर अगाडिको पार्कको दृश्य अवलोकन गर्न लागिरहेछौँ। कस्तो छ मजाले हेर्नुहोस् त हिउँ। आज चाहिँ यो पार्कमा हिउँ परेर छपक्कै पार्कलाई छोपेको छ यसरी। अहिले चाहिँ घाम पनि कति मजाले झुल्किसकेको अवस्था। हिउँ परेको अवस्थामा घाम यसरी लाग्दाखेरि यति न्यानो हुन्छ। हिउँको दृश्य छैन त यति मजाको हिउँ परेर। हिउँ पर्दाखेरि पनि यति मजा दृश्य देखिन्छ। ल कस्तो चिसो हावा है। ल आज चाहिँ हिउँ परेको दृश्य यति नै कैद गर्दै हजुरहरूसँग बिदा हुन चाहन्छु।